मासु खाने छाला खानु हुँदैन होइन सुँगुरको मासु छाला खानु हुँदैन टिलिक चल्छेको के भयो तपाईँले एउटा त पिरोदैन न खाने झापा अस्ति झापाको पनि आधा हुन्छ केरी जस्तो देख्यो न सानो त्यो उयो छ सानो छ हराउनै थियो के भयो जापामा उसो के भयो हाम्रो बडा बाबुको नाम उदिप दादाको बुवा होइन होला लाउरे दाजु ए त्यो म यसको बाजे अब यसपालि पनि बिहेमा होला होला म नआउनु अनि बिहेमा अन्त आउँछु नि रिजल्ट कहिले अरे रिजल्ट निस्क्यो भन्ने कुरा चल्छ आइसक्यो अरे इन्जिनियरिङ आयो नि त हाम्रो पनि छिटो आउँछ पास त गरिस् होला नि भइसकेपछि होइन पास त गऱ्यो होला पास त पके पनि अब 100मा 200 पास हुन्छ कति जिपिए ल्यायो भन्ने कुरा हो होइन 3.64 झन्डै पो जिपिए दुईटामा इन्डिया ब्याग लेख्नु पर्ने छ अरे कसको जेन्सको कति छ कराईमा खाने हो युनिस त्यो एउटा खोर्सानी पनि त्यही नकभरे उयो त पिरो नै रहेनछ हौ त्यहाँ हेर्दा उमा बटुकोमा त्यो टिमुर राखेको प्लेटमा हौ पकाउनु पर्दैन कक्रोचहरूले छोएको हुन्छ पखाल्नुपर्छ नि हातमा दिनु हुँदैन रे खोर्सानी थाहा छैन झगडा हुन्छ अरे फाइटिङ कराईमा मुसेर अखबार त्यति पिरो रहेन